ल त साथीहरू, आज चाहिँ भने म सुँगुर चारो टिप्न भनेर चाहिँ आइसकेको छु र यहाँ डोको पनि रित्तै छ है, भर्खर आएको देख्न सक्नुहुन्छ। र खुर्पा चिम्टा लिएर चाहिँ आइसकेको छु म चाहिँ, यहाँनिर देख्न सक्नुहुन्छ। र यतिखेर भने चाहिँ मेरो चाहिँ डोको रित्तै छ। अब भने चारो टिप्नु पर्ने हुन्छ र चारो पनि यस्तो अल्छिलाग्दो छ, चारै छैन हो। सिस्नोहरू पनि यतानिर छ, चारो चाहिँ खासै चारै छैन। यस्तोहरू टिप्नुपर्छ, चारो छैन। अलिअलि किसो भेला बनाउनु पर्छ, चारै छैन यतिखेर हो। सब किरा बसेको हुन्छ हुँदा पनि यहाँनिर सिस्नो छ, यस्तो छ सिस्नो पनि सबै हो, पानी नपरेर। अब चाहिँ भने मैले चारो भारी पुर्याइसकेँ, अब चाहिँ घर जानलाई रेडी हुँदैछु र भारी पुगिसकेको छ। अब भने गएर फेरि पकाउनु पर्ने हुन्छ घरमा पनि। र अघि पनि बसाएर आउन चाहिँ आएको छु, तर आगो के भयो थाहा छैन। यहाँ अब चारो टिप्दा ओर्दा अब चाहिँ भने घर जाँदैछु है त म चाहिँ। मेरो चारो बसा राखेको के भयो, सिस्नो पनि यस्तो छ। र आज चाहिँ भने के भइबसेको छ आगो पनि थाहा छैन। बलिया छ कि छैन कि अब घरमा गएपछि मात्रै थाहा हुन्छ। र यतिखेर भने चाहिँ सर्ट मात्रै लगाएको छु, सिस्नोले एकदमै पोलिरहेको छ हो। केही पनि छापेको छुइनँ, त्यही भएर पनि सिस्नोले पोलेर यति मात्रै चारो बोकेर जाँदैछु। र अब चाहिँ भने घर पुग्न लागिसकेँ म चाहिँ। आगो चाहिँ के भयो होला, आगोको पो टेन्सन हुन थाल्यो त हो। ल अब चाहिँ म घर आइपुगेँ है त। चारो चाहिँ यहाँ बिसाएको छु र यतानिर चाहिँ चारो बसाइराखेको त ला केही छैन त हो, आगो सागो केही पनि छैन। अब के गर्ने होला, खतम भएछ। चारो टिप्न गएको आगोहरू सबै फेरि डबल जोड्ने बेला भयो। यहाँ चाहिँ भने चारो छ, अब चाहिँ भने मैले आगो सागो फुकेर चारो पनि यतानिर लगाइसकेको छु र आगो पनि बल्दैछ यहाँनिर। यतिको बलिरहेको छ, भर्खर जोडेको फेरि चारो चाहिँ यति छ। अब फेरि पनि टिप्नु जानुपर्ने हुन्छ। म चाहिँ अब यति आगो लगाएको छु, अब चाहिँ बल्दै गर्छ होला, फेरि पनि टिपेर आउँछु म चाहिँ यो लगाइसकेपछि। अब त बल्छ त होला नि, यतिको भएपछि कि फेरि मर्ने हो कि। सो त्यही नै हो, आज चाहिँ चारो सारो टिपेर चाहिँ पकाउनु पर्ने मेरो काम। र मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। हस् त, धन्यवाद।